welcome back to our channel Pakru Misses. If you are new to this channel, please don't forget to like, share and hit that subscribe button. Happy Dasai sabailai, Dasaiko hardik shubhkamna cha. May God bless you all and always keep you happy and healthy. So आज चाहिँ हो last day of Dasai. Kind of feels weird कि last day of टिकामा चाहिँ टिका लगाउन आँटेको भनेर, किनकि जहिले पनि फर्स्ट डेमा हामीले लगाउँथ्यौँ. But then it's fine. जहिले पनि लगायो भने राम्रै हो. यत्रो दिन हामीले लगाउनु पाएको थिएन टिका, किनकि तपाईहरुले देख्नुभयो there is a new member in our family and no nazar please. We are so happy. Please send prayers and good wishes. So अर्को कुरा चाहिँ त्यही हो कि हामीले यत्रो दिन त्यही भएर चाहिँ लगाउनु पाएको थिएन. आज हाम्रो जुर्यो, हामीले सोच्यो लास्ट डे पनि हो हैन, फेरि लगाइहालौँ भनेर. संयुक्ता नाना र बेनालाई चाहिँ हामीले धेरै मिस गर्दैछ. हामी सँगै भएको भए अझै राम्रो हुन्थ्यो. But no worries, next year for sure we'll be all together. दसैँको टिका लगाउँदै. अर्को कुरा चाहिँ के हो भने चाहिँ मलाई चाहिँ त्यति सन्चो लागेको छैन. You can tell looking at my face कि I'm not so well भनेर. But still I got ready. I'm almost ready. I just have to change my clothes and I'm thinking what to wear, किनकि मैले त्यति बेसी चाहिँ लुगा ल्याएको छुइनँ, लाइन पनि, किनकि मलाई थाहा थियो हामी कहीँ त्यस्तो बाहिर जानु पाउँदैन भनेर. नानालाई रेस्ट गर्नुपर्छ, नानासँग बस्नुपर्छ भनेर. त्यही भएर तपाईहरुले लास्ट जुन चाहिँ भ्लग हेर्नुभयो हाम्रो बर्थडेको, त्यही नै थियो हाम्रो फर्स्ट एन्ड लास्ट. त्यसपछि हामी हस्पिटल गए. त्यसको भोलिपल्ट नै हामी हस्पिटल गए अनि यताउता गर्दा गर्दा त्यतिकै भयो. त्यही भएर चाहिँ मैले त्यति लुगा ल्याएको थिएन. बट स्टिल यस, लेट्स सी, दसैँ हो, कि त लगाउनुपर्छ राम्रो. सो या हेर्दै जानुहोस् होला के हुन्छ, कस्तो कस्तो एन्जोय गर्नुहोस् होला हाम्रो दसैँको भ्लग. यही नै हो, सानो भ्लग हुन्छ कि त्यस्तो कि ठुलो त होइन, टिका लगाउने हो. हामीले रेडी गरेँ टिका बत्ती, सयपत्री and dates. Guys, I'm ready and मैले सिम्पली लगाएको थिएँ. नानाको लगाएको टप हो. मलाई चाहिँ पुरा क्राम्स हुँदैछ, त्यही लागि नाना पनि भर्खर रेडी भइसक्यो. अन्त यो रेडी गरिसक्यो, सबै कुरो रेडी भइसक्यो. अब टिका लगाउने हो अन्त खाजा खाने हो, त्यति नै छ. Guys, stay tuned. चावल ए चावल चाहिँ एउटा सुक्खा भाँडा चावल लिएर दिउँ. सुत्तो दसैँ लाग्यो. Stasiun juga di stasiun langsung gitu. अब दाल दिन भयो. यहाँ पुन्टु रोइसक्यो फेरि हो. मम्मी आयो ल, आयो. यो खुस्किएछ नि त. आज हामी टिका खोल्यो 2 वर्ष ग्यापको बाद. दियोस् न आफूले नै आशीर्वाद त हो त. ल एकैछिन है. मैले हेर्दैछु. Guys, यति नै राम्रो दसैँ. 2 years भएको थियो हामीले टिका नलगाएको. एन्ड सो या अब चाहिँ खाजा खाने हो.
खाजा भने ब्रन्च टाइम भइसक्यो कर्मा चाहिँ बिचारा इरिटेट भएर रुको रुको छ सुत्नु मन लागिसक्यो होला सो या गाइज द्याट्स इट I hope you like this video. Don't forget to like, share and hit that subscribe button.